उहाँको कुरा कसले ट्रान्सलेट गरिदिन्छ? उहाँको भनाइ हत्यारालाई फाँसी दिनु पर्यो, लड्काउनु पर्यो, फाँसी दिनु पर्यो उहाँको भनाइ। जब बोल्न नसक्नेहरू पनि न्यायको लागि चिच्याउँछन्, सोच्नुहोस् पीडा कति ठुलो हुन्छ। इनिसा बिकको बलात्कारपछि भएको निर्मम हत्याले देश आक्रोशित बनेको छ। इनिसा बिकलाई जसले एउटा रेप गरेर एउटा जुन एउटा हत्या गरेछ जंगलमा लगेर उहाँ अपराधीहरूलाई चाहिँ फाँसी दिनु पर्यो। देशैभर न्यायको आवाज उठिरहेको बेला नेपालगञ्जमा भने आज एउटा भावुक दृश्य देखियो। इनिसा बिकलाई न्याय दे, हत्यारालाई फाँसी दे। आज यहाँ बहिरा अपाङ्गता भएका व्यक्ति र शारीरिक अपाङ्गता भएका व्यक्ति समेत इनिसाको न्यायको लागि सडकमा उत्रिएका छन्। कसैले सांकेतिक भाषामा, कसैले हात उठाएर, कसैले नाराबाजी गर्दै एउटै आवाज उठाइरहेका छन्। इनिसालाई न्याय चाहियो। हत्यारालाई फाँसी दिनुपर्छ उहाँले भन्नुभयो। फाँसी। दर्शकवृन्द, जब बोल्न नसक्नेहरू पनि न्यायको लागि उभिन्छन्, त्यो केवल आन्दोलन नभई त्यो मानवताको आवाज बन्छ। अनिसा बिककोलाई चाहिँ हामीले न्याय माग्न हिँडिरहेका छौँ। अहिले शारीरिक अपाङ्गता अनि बहिरा सम्बन्धी अपाङ्गता हामी सबै एकजुट भएर चाहिँ एउटा समूह बनाएर चाहिँ एउटा चाहिँ खबरदारी गर्नको लागि चाहिँ हामी अगाडि बढेका छौँ। अहिले अब बिस्तारै हामी अब यो कारबाही चाहिँ अगाडि बढाउनको लागि हामीले माग गरिरहेका छौँ। यस्तो कहीँ पनि नहोस्। एउटा चाहिँ तपाईँको चाहिँ दिदीबहिनी, हाम्रो छोरी बहिनी बलात्कृत भएर जङ्गलमा गएर लगेर चाहिँ बलात्कृत भएका छन्, लडाइँ फकाइ गरेका छन्। यो यस्ता हत्याराहरूलाई, यस्ता अपराधीहरूलाई चाहिँ फाँसीभन्दा कम सजाय हुनु हुँदैन भन्ने कुरो हो। हामी सबै त्यसको लागि चाहिँ अगाडि बढिरहेको छ। हामी अपाङ्गताहरू अगाडि बढ्नेछौँ। कहीँ कतै यो मात्रै घटना नभएर अझ अन्त कतै पनि भएका छन् यस्ता कुरा घटनाहरू। हामीले अब सबै ठाउँमा यस्तरी खबरदारी गर्नेछौँ कि यो अपराधीहरूको, यो बलात्कृतहरूको चाहिँ एउटा पत्ता साफ हुने गरी बोल्नेछौँ भन्ने कुराहरू चाहिँ हामीले जनाउन चाहे। मैले चाहिँ यहाँ अलिकति पृथक पनि देखियो। यहाँ व्हील चेयरमा केही हाम्रा साथीहरू आएर चाहिँ इनिसा बिकलाई न्याय दे भन्दै आन्दोलन अथवा यो धरना दिइरहँदा चाहिँ एकजना बहिनी हुनुहुन्छ। तपाईँ के भन्न चाहनुहुन्छ? उहाँको कुरा कसले ट्रान्सलेट गरिदिन्छ? उहाँको कुरा चाहिँ उहाँले भन्नुभएको, उहाँले के भन्नुभयो खोज्नु भएको छ भनेपछि हत्यारालाई फाँसी दिनुपर्छ उहाँले भन्नुभयो। फाँसी। कसैलाई छुट हुनु भएन, कडाभन्दा कडा कारवाही गर्नु पर्यो भन्ने उहाँको एउटा भनाइ हो। उहाँको भनाइ हत्यारालाई फाँसी दिनु पर्यो, लड्काउनु पर्यो, फाँसी दिनु पर्यो उहाँको भनाइ। हत्यारालाई फाँसी दिनु पर्यो। होइन, गर्वका साथ बाँच्न पाउनुपर्छ। अपराधीलाई राजनीतिक संरक्षण बन्द गर र पीडितलाई न्याय देऊ, इनिसा बिकेलाई न्याय देऊ, हत्यारालाई फाँसी हुनुपर्छ। हत्यारालाई फाँसी दे, फाँसी दे, फाँसी दे, हत्यारालाई फाँसी दे, फाँसी दे, फाँसी दे, हत्यारालाई फाँसी दे, फाँसी दे, फाँसी दे। जुन एउटा सुर्खेतमा घटना भएको थियो, एउटा सानो नानीलाई जुन एउटा कलिलो उमेरमा एउटा चाहिँ सुर्खेतमा चाहिँ एउटा जङ्गलमा लगेर चारजना अपराधीहरूले जुन हिसाबले एउटा चाहिँ फकाइ गरेर लोभ लालच देखाएर एउटा जङ्गलमा लगेर जुन एउटा सानो नानी, एउटा कसैको छोरी, एउटा कसैको एउटा सन्तान लाई चाहिँ एउटा अपराधीहरूले चाहिँ जुन एउटा जङ्गलमा लगेर एउटा रेप गरिएको छ। रेप गरिसकेपछि हत्या गरेछ।
एउटा चाहिँ हाम्रो एउटा अपाङ्ग भाइहरूले चाहिँ जुन एउटा आज कार्यक्रम गर्नुभयो र जुन एउटा हामीहरूलाई मलाई चाहिँ एउटा दाइको रूपमा बोलाएर एउटा अभिभावकको रूपमा बोलाएर इनिसा विकको एउटा न्यायको लागि जुन एउटा कार्यक्रम गर्नुभएको छ भाइहरू एउटा अपाङ्ग भाइहरू यहाँ चाहिँ कतिपय भाइहरू बोल्न सक्नुहुन्न कति भाइहरू एउटा विल चेयरमा हुनुहुन्छ उहाँको लागि हामी चाहिँ एउटा इनिसा विकको लागि हामी एउटा न्याय माग्नको लागि चाहिँ हामी चाहिँ एउटा यो एउटा सानो एउटा कार्यक्रम गरेको एउटा विरोध कार्यक्रम गरेको यति भन्दै एउटा इनिसा विकको लागि चाहिँ हामी न्याय माग्नको लागि चाहिँ हामी चाहिँ एउटा विरोध कार्यक्रम गरेको छु हस् त धन्यवाद।